माइत जान पाउँदा यिनीहरूलाई न भोक लाग्छ न निन्द्रा लाग्छ भन्नुहुन्छ नि, साँच्चै नै हो। र हिजो चाहिँ थियो अब माता औँसी चाहिँ मलाई यति छिटो निन्द्राले छोडो न भन्नु मान, के गर्नु, जिन्दगी यस्तै छ। हेलो गाइस, वेलकम ब्याक टु माई अनदर ब्लग। र फेरि यस्तो घाम लागेको थियो टन्टलापुर, उता लगेर चाहिँ मैले गद्दाहरू सुकाइदिएँ। अब फटाफटी काम सकेर चाहिँ जानु छ माइत। र हिजो अस्ति गएर आएँ र पनि अब माने हिजो अस्ति त गयो कि त्यो फिलिङै हुँदैन आफूलाई, कहिले जाउँ भइहाल्छ। र यता म पोछा मार्न थालेँ, यता रुमसुम पोछा मारिसकेर आएँ अब पाकघरमा पोछा मार्न भनेर। र पाकघरमा पोछा मारिसकेर चाहिँ म गएँ नुहाइ गरेर चाहिँ आइसकेकी छु रुममा। अब रुममा आएर आफ्नो सिँगार पेटार सिँदुर क्रिम भनौँ लिपस्टिक भनौँ के हो लगाउने अब सबै थोक लगाएर चाहिँ म गएँ पाकघरमा। यता आमाले चाहिँ दाल बसालिदिनु भएको थियो, त्यो दाललाई चाहिँ खनाएर अनि यता मैले बसालिदिएँ भातलाई। अब छिटो गरेर जानु छ चाहिँ मलाई। र यता भात पनि पाकिसक्यो र अफ पनि गरेर त्यसको बादमा चाहिँ सबैले खाएर मैले पनि खाएर यता रेडी भएर म निस्किसकेकी छु। अहिले चाहिँ अब पुगिसकेँ म माइत। यता हुनुहुन्छ मेरो मा अनि यता छन् हाम्रा भाइ। अनि पुगेर चाहिँ फनसन राखेर यता मालाई टिको लगाइदिएर यता मिठाईहरू खुवाइदिएर यता गिफ्टहरू पनि दिएँ। त्यसको चाहिँ भिडियो गर्न बिर्सिछु। र त्यसको बादमा मा चाहिँ आउनुभयो यता बढार्न भनेर धुलो भयो भन्दै। म चाहिँ त्यहीँ अगाडि बरन्डामा बसेर मासित मजा गफ मारिरहेको थिएँ। अनि माभित्र पसेर चटनी हाल्नलाई भनेर यता तोरीहरू पिसिराख्नु भएको रहेछ। कालो आउँछ, फोकस आउँदैछ नि त कामको। काली मात्र जस्तो लाग्दै। ल हुन्छ त आजलाई यति नै, बाई।